यो मतदाता रजिस्ट्रेसन कसरी चाहिँ मतदाता नामावली रजिस्टर गर्ने, यदि तपाईसँग राष्ट्रिय परिचय पत्र छ भने कसरी रजिस्टर गर्ने बारेमा सिकाउन गइरहेका छौँ। सर्वप्रथम तपाईँ यहाँ गएर भोटर आइडी रजिस्ट्रेसन भनेर क्लिक गर्नुहोस्। भोटर आइडी रजिस्ट्रेसन नेपाल भनेर हानेपछि इलेक्सन कमिसन अफ नेपालको चाहिँ पेज खुल्छ है। यहाँबाट गएपछि तपाईँ यस्तो इन्टरफेस आउँछ। यहाँदेखि तपाईले नयाँ दर्तामा क्लिक गर्नुपर्छ। नयाँ दर्ता क्लिक गर्नुभयो भने यसरी आउँछ। यसमा चाहिँ तपाईले राष्ट्रिय परिचय पत्र, जन्ममिति अङ्ग्रेजीमा, पहिलो नाम र 9-8 = 1 भनेर यहाँ लेख्नुहोस्। लेखेर चाहिँ प्रमाणीकरण गर्नुहोस् भन्नुहोस् है। यस्तो गरेपछि तपाईको चाहिँ स्क्रिन खुल्छ। हेर्नुहोस् यसरी चाहिँ हाम्रो स्क्रिन खुल्छ है। अब यो स्क्रिनमा तपाईले चाहिँ आफ्नो डिटेलहरु भर्नुहोस्। लुम्बिनी प्रदेश दाङ लमैन नगरपालिका 5 मतदान केन्द्र खिमबहादुर शाह कोलाई गर्नुहोस्। अर्को पृष्ठमा जानुहोस्। यसरी आउँछ है। अब चाहिँ पुरुष भयो। टेलिफोन नम्बर, आफ्नो मोबाइल नम्बर राख्नुहोस्। यहाँनिर चाहिँ मैले आफ्नो मोबाइल नम्बर राखेँ है। अरु सबै डिटेल हुन्छ। अनि एउटा इमेल पनि राखिदिनुस् है। इमेल पनि म राखिदिएँ ल। यहाँ इमेल राखिदिइहालेँ है। यसरी चाहिँ गर्न सकियो। पत्नीको नाम छ। यहाँ चाहिँ हामीले पत्नीको नाम राख्नुपर्ने हुन्छ। जियो एमएकोमा। ओहो यो त नेपालीमा रहेछ है। नेपालीमा रहेछ, इङ्ग्लिसमा दिँदैन जस्तो छ। ल है त्यो पनि ट्राई गरौँ ल। अब यसरी चाहिँ हाम्रो एनआइडी नम्बर यता त्यता भयो, यो भयो, सबै भयो है। अर्को पेजमा जानुहोस् भन्छ ल। स्टार सगनाथ जस्तै भन्नुहोस्। यो गरेपछि भइहाल्यो। अर्को पृष्ठमा जानुहोस्। नागरिकताको किसिम सम्बन्ध वंशज गराइदिने है। त्यो भएपछि अर्को पृष्ठमा जानु पर्यो ल। हो होइन के भन्नुहुन्छ, अपाङ्ग रहेको भयो हो नत्र होइन है। हामी अपाङ्ग त होइन, त्यसैले होइनमा क्लिक गर्यौँ। अनि मातृभाषा छान्नुहोस्। मातृभाषा चाहिँ नेपाली नै लेख्नु पर्यो। समूह वर्गमा जनजाति, दलित, खस आर्य भन्ने छ, यसमा पर्छ है। अनि साक्षर भन्यो भने साक्षर, शैक्षिक योग्यता भनेको छ ब्याचलर मास्टरको लागि के छ त यहाँ स्नातक लगाइदिउँ है त। स्नातक भयो। यसरी मेरो ह्यान्डसम फोटो पनि आयो राष्ट्रिय परिचय पत्रको है। अब यो गरिसकेपछि दर्ता गर्नुहोस् भन्छ ल। यहाँनिरबाट दर्ता गरिदिनुहोस्। तपाईको आवेदन हो जिल्ला निर्वाचन कार्यालय रुजु प्रसाद। तपाईको मोबाइल नम्बर मतदाता नम्बर पाउनुहुनेछ भन्छ। ओके ल। यसरी चाहिँ इनरोलमेन्ट भयो। थ्याङ्क यू सो मच। यसै गरी नलेज हबलाई चाहिँ विभिन्न कुराहरूको जानकारीको लागि फलो गर्दै गर्नुहोला। अनि यसरी आएको यसलाई चाहिँ राम्रोसँग सुरक्षित राख्नुहोला है। धन्यवाद।